सर हजुर नमस्कार छ। नमस्कार। आज बिहानै चाहिँ नेपाली ब्रो भन्ने चाहिँ कुमार थापाले चाहिँ आफ्नै श्रीमतीलाई चट्ट काटेर चाहिँ राति नै चाहिँ उनी चाहिँ प्रहरी चौकीमा छन्। यो समाज कतातिर जाँदैछ सर? श्रीमतीहरूलाई काट्ने पुरुषहरू चाहिँ श्रीमानहरू चाहिँ अहिले पछिल्लो समयमा आउँदैछन्, हेर्नुहोस् त के हो यो समाज कता जाँदैछ? हाम्रो सम्माननीय प्रधानमन्त्रीजीलाई बालेन शाहलाई सर्वप्रथम त म नमस्कार गर्छु। हाम्रो देशमा जुन यो एउटा किसिमको हत्या हिंसाको घटनामा राम्रो गरी सम्माननीय प्रधानमन्त्रीले इन्भेस्टिगेसन टिम गठन गरेर राष्ट्रभरि परिचालन गर्नुपर्छ, पहिलो कुरो। दोस्रो कुरो, अनि यो जुन तारकेश्वरमा भएको घटना छ नि, जघन्य अपराध, त्यसमा एउटा आफ्नो शारीरिक सुसङ्गठन गर्ने एउटा व्यक्तिले एउटा आर्मीको क्याम्पमा नोकरी खाएको एउटा छोरी मान्छेलाई उहाँले जघन्य अपराध गर्नुभएछ। त्यस कारणले उहाँलाई हिरासतमा लिएर त्यो आइमाईलाई के कारणले हत्या गरियो उहाँ छोरी मान्छेलाई, त्यही तारकेश्वरमा दुईवटा आइमाई हत्या भयो। एउटा डङ्गोलले मार्नुभयो, छोरी मान्छेलाई मार्नुभयो त्यही तारकेश्वरमा। अस्ति अर्को छोरी मान्छे मर्नुभयो त्यही तारकेश्वरमा, श्रीमतीलाई, आफ्नै श्रीमतीलाई एउटा चाहिँ अर्कोको श्रीमती अर्कोसँग साथीसँग सल्केको भएर मार्नुभयो होइन। त्यस कारणले हाम्रो समाजमा चाहिँ त्यो अर्कोसँग सल्किने अनि आफ्नो श्रीमानले खप्न नसकेर मार्ने प्रवृत्तिलाई चाहिँ समाप्त गर्नु पर्यो, कानुनको दायरामा ल्याउनु पर्यो। के कारणले मारियो, किन मारियो, हाम्रो समाजमा भित्रभित्र यो जसरी चाहिँ भनौँ न पश्चिमेली धर्म जसरी सल्किँदै आगो डढेलो सल्किँदाखेरि सल्किरहेको छ, जस्तो पश्चिमेली धर्ममा अर्कोको श्रीमती अर्कोले लगे पनि मतलब छैन, जहाँ जाऊ जे गर जाता खाऊ मतलब छैन। तर हाम्रो समाजमा आफ्नो श्रीमती आफ्नो परिवार राम्रो संरक्षण गरेर राख्ने एउटा श्रीमानले आफ्नो श्रीमतीको जघन्य अपराध गर्छ भने हाम्रो समाजमा भित्रभित्रै फर्सी जसरी कुहिएर बसिरहेको रहेछ। सम्माननीय प्रधानमन्त्रीजी यसलाई राम्रोसँग सूक्ष्म दृष्टिले अनुसन्धान गरिबक्सियोस्। हजुरलाई मेरो नम्र निवेदन यही छ। एउटै खाटमा सुतेका श्रीमान श्रीमती हत्यारा भएर चाहिँ उदाउँदो छन्, हेर्नुहोस् त कति डर लाग्दो छ अहिले समाज। कोहीसँग बोल्नु हुँदैन, खुकुरी लिएर आइहाल्ने काटिहाल्ने हो कि भन्ने चाहिँ डर छ। यस्तो हुन्छ के अब त्यो हाम्रो समाजमा के छ भने मासु किनेर लैजान्छन्, खसी बोकाको कुखुराको अथवा जे चिजको मासु खान्छन् सबैले। तर घरमा त खुकुरी त हुन्छ नि, आफ्नो हतियार त घरमा हुन्छ, चक्कु हुन्छ, घरेलु हतियारहरू हुन्छन्। अरू त्यो खुकुरीले परिवारलाई काट्न भनेर त राखेको होइन नि त। तर त्यो परिवार के गर्छन्, क्षणको आवेशमा आएर नराम्रो जघन्य अपराधमा परिणत हुन्छ होइन। त्यो जघन्य अपराधमा परिणत गर्नको लागि प्रत्येक घरमा त्यो खुकुरी के को लागि राखिएको, हाम्रो घरमा जघन्य अपराध किन भएका छन् भनेर हाम्रो समाजले सूक्ष्म दृष्टिले हेर्न पर्छ। परिवारले पनि हेर्न पर्यो, मैले परिवारलाई किन मारी, के कारणले मारी, मेरो परिवारमा के कमी कमजोरी छ। त्यो परिवारमा एक अर्का बिच काउन्सिलमा कमी भयो, सोसल डिस्टेन्सिङ भएन, माया आफ्नो बाल बच्चा परिवार श्रीमतीप्रति उत्तरदायित्व हुनु पर्यो। श्रीमान कमाउने छ भने श्रीमान श्रीमती परिवार बालबच्चाप्रति उत्तरदायित्व हुन पर्यो। यदि श्रीमती कमाउने छ भने श्रीमान बालबच्चाप्रति श्रीमती उत्तरदायित्व हुन पर्यो। यदि दुईटामा उत्तरदायित्व भएन भने जघन्य अपराध हुन्छ। त्यसको परिणाम एउटा परिवार लथालिङ्ग हुन्छ, समाजमा कसैले हेर्न चाहँदैनन्, पुरा काट्ने हाम्रो समाज यस्तै हो। परिस्थिति कसरी निर्माण हुन्छ सर? यो भन्नुहोस् त अलिकति, तपाईँ यो अनुभवी व्यक्ति पनि हुन्छ। यो एउटा हत्यासम्म जानु भनेको त क्रूर हो। सबै कुरा बिर्सिएर आफैसँग सुतिएको श्रीमती, बालबच्चा जन्माएको श्रीमती भनेको त एकदम नजिकको साथी हो। कसरी चाहिँ एकदम घनिष्ठ सम्बन्ध भएको साथी हो। त्यो श्रीमतीलाई मार्नु भनेको त बरु त्यो कसैलाई श्रीमतीलाई यदि मार्नु छ, श्रीमती अथवा कुनै नराम्रो दृष्टिकोणले अथवा सोचाइमा अथवा व्यवहारमा नराम्रो श्रीमती छ भने श्रीमतीलाई हत्या नगर्नु, बरु पोका पन्त्र बोकेर वृद्धाश्रम पशुपति जानु या बनारसतिर जानु, अन्तै जानु। श्रीमतीलाई मार्ने काम पनि नगर्नु। अथवा श्रीमान नराम्रो छ भने श्रीमानलाई पनि श्रीमतीले मार्न भएन, बरु आफू वृद्धाश्रममा जानु अथवा कहीँ जानु, आफ्नो बडी मेन्टेन गर्नु, ब्रेनलाई ट्रिटमेन्ट गर्नु। स्लोली आवेशमा आएर क्षणभरको आवेशले नियन्त्रण गर्न नसकेर आवेशमा आएर हत्या गर्दाखेरि समाजमा त्यो दूरगामी प्रभाव पर्छ। त्यसले समाजलाई डर, एकदम डर, डेन्जर, एकदम क्रिटिकल हुन्छ। जस्तो युरोपमा हुन्छ, श्रीमानले श्रीमतीलाई मन परेन भने उतिखेर सुट गरिदिने कि डिभोर्स गरिदिने। अमेरिकामा यस्तो घटना भयो। एउटा ममता काफ्ले भन्ने बहिनी यहीँ काभ्रेकी थिइन्। हजुर। अनि एकजना चाहिँ नरेश भट्ट भन्नेले पनि आफ्नो श्रीमतीलाई चाहिँ आरोले
चट काटेर त्यसलाई चाहिँ धुलो पिठो बनाएर त्यो अहिलेसम्म त्यो लास भेटेको छैन। हेर्नुहोस् त अमेरिकामा रहेका नेपालीहरूको पनि हालत त्यस्तै छ। यस्तो हुन्छ के श्रीमान श्रीमती भनेको एक रथको दुई पाङ्ग्रा हो। एउटा मात्रै पाङ्ग्रो बिग्रियो भने नि त्यो रथ चल्दै चल्दैन होइन। त्यस कारणले गर्दा जो श्रीमान श्रीमती हुनुहुन्छ सकेसम्म मिलेर बस्नुहोस्, मिलेर सक्नुहुन्न भने जघन्य अपराधमा नजानुहोस्, बरु जोगी भएर सन्यासी भएर एकपट्टि बरु विरक्तिएर हिँड्नु। डिभोर्स हुँदै थियो र उहाँको त डिभोर्स हुने क्रममा भोलिपल्ट फाइनल हुँदै थियो, अन्तिम सुनाइ हुँदै थियो के सम्पत्ति बाँड्नुपर्छ र सम्बन्ध अब टाढा हुन्छ भनेर त्यो आवेगले पनि हुनसक्छ कि के हो सर? यस्तो हुन्छ के साथी, श्रीमतीलाई मारेर सम्पत्ति आफूले पाउने होइन, खानी भातै हो जानी घाटै हो होइन। 10 अरब श्रीमतीसँग छ, मैले खान पाइनँ भने नि त्यो श्रीमतीले 10 अरब लिएर घाटमा जान्न, उमेर पुगेपछि मरिहाल्छ, त्यो पैसा कसले खान्छ त्यही श्रीमतीलाई थाहा हुँदैन। त्यस कारणले गर्दा समयमा बुद्धि विवेक प्रयोग गर्ने, नैतिक आचरण शुद्ध राख्ने, परिवारलाई राम्रोसँग कम्बाइन गरेर जोडेर लिएर जाने, नसके आफू त्यो परिवारभित्र नराम्रो हुन्छ भने त्यो परिवारलाई आफूले टाढा बस दिने, उनीहरू आफ्नो तरिकाले फ्रीले हिँडुन् खाउन् खुसी हुन्, त्यसैमा सन्तोष हुने होइन। त्यसमा रमाएमा समाज राम्रो बन्छ। हामीले अब यो छ नि सर, उहाँ त फेरि श्रीमतीले हत्या गरेपछि त आफै खुकुरी बोकेर चाहिँ बालाजु चौकीमा आत्मसमर्पण गर्न जानुभयो र सर? यस्तो उहाँमा जघन्य अपराध गरिहाल्नु भयो हो। गरिसकेपछि अब त्यो भागेर पनि त त्यो रगतले त पोल्छ त, त्यो रगत हो नि त, जुन मान्छेको रगत भनेको त डेन्जर हो त, जहाँ गए पनि पोल्छ नि। बरु चौकीमा गएर मैले मारेर आएँ भनेर उहाँ जेल बसेकै राम्रो होइन। के हुन्छ होला उहाँलाई कारबाही कस्तो हुन्छ? 20 वर्ष कारबाही पर्नुहुन्छ कानुन उसमा? उहाँलाई अब त्यो सबभन्दा अर्को यो मान्छेको जघन्य अपराध केसमा नेपालको कानुनमा के लेखिएको छ, अपराध ज्यान मारा केस, आफ्नो श्रीमती भन्दा नि त्यो त मान्छे मारेको केस भयो होइन। अब बाहिरको नाताभन्दा बाहिरको मान्छे मारेको भए त एकदमै झन् जघन्य भयो। अब त्यो त हाडे नाता आफ्नै श्रीमती जसले भात पकाएर खाना दिएर थालमा राख्थे त्यही श्रीमती मार्नु भनेको श्रीमानले अब आजीवन कारावास हो। त्यो 18-20 वर्ष होइन, उहाँलाई आजीवन कारावासै हो। अनि केही दिनमा यहाँ पनि आएर उहाँले चाहिँ अन्याय परेका व्यक्तिहरूको विषयमा बोल्नु भएको थियो सर। अब यही तपाईँ बसेको पछाडिपट्टि आएर हामीसँग प्रतिक्रिया जनाउनु भएको थियो, अन्याय भयो यहाँहरूलाई उहाँलाई न्याय दिनुपर्छ भनेर बोलिरहनु भएको थियो। आफै त्यस्तो जघन्य अपराधमा उनी चाहिँ जान पुगे, हुन पुगे घटना यस्तो उहाँ वंशर हुनुहुन्थ्यो, बलियो पनि हुनुहुन्थ्यो, बलियो हुनुहुन्थ्यो होइन, ज्यान पनि खतरा। जस्तो पहिला हाम्रो भूतपूर्व एउटा सशस्त्रको डिआइजी साहब हुनुहुन्थ्यो नि रञ्जन कोइराला, उहाँले पनि आफ्नो श्रीमतीलाई चाहिँ मारिसकेर कारमा हालेर उहाँ पालुङमा लगेर पेट्रोल छर्केर मार्नु भएको थियो होइन। अब म बलियो छु, एउटा अबोध नारीलाई मारेर पछि यसलाई गायब गर्छु भनेर कसैले सपना देख्नु भएको छ भने नि त्यो सपना हाम्रो कानुनले चाहिँ देख्दैन के, उहाँको सपनैमा हुने हो। उहाँ कानुनको कठघरामा आउनै पर्छ र उहाँलाई आजीवन कारावासै हो, यसमा कुनै गुन्जाइसै छैन। महिलाहरू चाहिँ असुरक्षित हुने भए सर, श्रीमतीहरू असुरक्षित हुने भयो आफ्नै श्रीमानबाट। यस्तो श्रीमतीले आफ्नो श्रीमानलाई कसरी हुन्छ माया गर्ने, आफ्नो श्रीमान, किनभने श्रीमान भनेको श्रीमतीको इज्जत हो। यदि श्रीमान भएन भने त्यो श्रीमती रोडमा हिँडेर रेबिज लागेको कुकुर जस्तो हुन्छ छोरी मान्छे होइन। श्रीमानको संरक्षणमा बस्नु भनेको उसको सूर्य नारायण जस्तो तेज हुन्छ, जहाँ गए नि मेरो श्रीमान छन् भनेर गर्वका साथ संसारकोसँग इज्जतको साथमा हिँड्न सक्छ। त्यही भएर आफ्नो श्रीमानलाई माया गर्नुहोस्, सके माया गर्नुहोस्, नसके माया नगर्ने काम पनि नगर्नुहोस्, सके राम्रो गर्नु नसके नराम्रो पनि नगर्नु होइन। अनि छोरो मान्छेले पनि आफ्नो श्रीमतीलाई मेरो श्रीमती छ है घरमा भनेर गर्वको साथ संसारमा ठाडो शिर गरेर मेरो फलानु श्रीमती छ भन्ने हुन्छ नि त छातीमा एउटा। त्यही भएर सके आफ्नो श्रीमतीलाई माया गर्नु, नसके नराम्रो पनि नगर्नु होइन, उनीहरूलाई खुसीमा रमाउन दिनु। होइन उहाँ नेपाली ब्रोले एकचोटि के भन्नुहुन्थ्यो नि, मलाई मेरो श्रीमतीले साह्रै शङ्का गर्छिन् त्यस भनेर त उनी डिप्रेसनमा पनि गएको र त्यसपछि चाहिँ प्रकाश झाँक्रीले चाहिँ लर चाहिँ उपचार पनि गरेको देखिएको थियो सर। उनी डिप्रेसनको बिरामी पनि थियो क्या हो? प्रकाश भुजेल हजुर। यसो उहाँ डिप्रेसनमा जानुभएको हजुरको आङ्कडामा त्यो देखियो, उहाँ आफूले भन्नुभएको थियो, उहाँले भन्नुभएको थियो अब नेपाली ब्रोलाई उपचार गराएको हुँ भन्नुहुन्थ्यो। यस्तो जे भए पनि उहाँले जघन्य अपराध त गरिसक्नुभयो होइन। अब यो फर्केर त आउँदैन, न श्रीमती फर्केर आउँछ न बालबच्चा आफूसँग हुन्छन्, उहाँ त जेलमै बस्नुपर्छ होइन, आजीवन जेलमै हो। यो नेपालको कानुनले कुनै किसिमको त्यसमा तलमाथि कन्जुसै हुँदैन होइन। त्यस कारणले गर्दा उहाँलाई नेपालको कानुनको चलन चल्तीको कानुन यो 72 को नि होइन, 47 कानुन पनि होइन,
17 सालको कानुनमा के लेखिएको छ महिला हिंसा गर्ने व्यक्तिलाई ढुङ्गामा मारो लेखेको छ क्या हो के लेखेको छ होइन महिला हिंसा अन्तर्गतको कानुनमा के छ देवयानी कानुन देवयानी फौजदारी कानुनमा के लेखिएको छ त्यो अनुसार जेल हाल्ने हो उहाँलाई यसमा अर्को कुनै किसिमको गुन्जाइस छैन उहाँमा फेरि उहाँलाई छोड्यो भने त फेरि त उहाँ त बलियो पनि अर्को हत्या गर्न सक्छन् फेरि यस्तो उहाँलाई छोड्यो भने पहिलो कुरो मिस्टेक के हुन्छ भने नि नेपालमा कानुन रहेछ मैले आइमाई मान्छेलाई मार्दाखेरि भनेर कानुनको उल्लङ्घन ठहरिन्छ अनि जुन चाहिँ पनि आइमाईहरूलाई चाहिँ जीवधनको सुरक्षा गर्नको लागि पुरुष डेन्जर हुन्छन् त्यस कारणले उहाँलाई जेल हालिदियो भने छोरी मान्छे शान्त रूपमा सास फेरेर त बाँच्न पाउँछन् नि उहाँलाई छोड्यो भने त सबै छोरी मान्छे अब छोड्नै मिल्दैन उहाँलाई त अब उहाँको शब्दावलीमा हाम्रो आदरणीय पत्रकारको शब्दावलीमा मैले भनेको उहाँलाई त छोड्नै मिल्दैन होइन अब उहाँलाई त जेल हाल्ने हो यसमा अरू कुरो केही छ हजुरको धन्यवाद धेरै अब राष्ट्रिय पन्ध्र पार्टीको एउटा विषयमा बोलिदिन्छु